यो पार्टी आन्दोलनमा हाम्रा शहीद बेपत्ता घाइते योद्धाहरू हाम्रा जग हो, उनको सपना हाम्रो मुख्य आधार हो। त्यो जगलाई भत्काउने गरी हैन, त्यो विचारलाई छोड्ने गरी, त्यो भावनालाई अझ कुण्ठित गर्ने गरी जो एकताको प्रयास भएको छ, यसले माओवादी आन्दोलन पहिचान मेटिँदैछ। यसले झन् विसर्जनतिर लैजान्छ, वैचारिक रूपले विचलनतिर यसले देखाइरहेको छ। त्यसकारणले यो वैचारिक विचलन र विघटनतिर जाने एकता हामीले गर्नुहुन्न र हामीले आम रूपमा समग्र कम्युनिस्ट आन्दोलनलाई, समाजवादी आन्दोलनलाई एकीकृत गर्ने गरी आम अभियान चलाउँदाखेरि 2-4-6 महिनाभित्र हामी एउटा नयाँ ठाउँमा पुग्न सक्छौँ। यो एकदमै सम्भावना छ। यति बेला नेतृत्व हस्तान्तरणको मुख्य कुरा हो। नेतृत्व हस्तान्तरणतिर जाने, एउटा विधिसम्मत ढङ्गले जाने, महाधिवेशन मार्फत जाने भन्ने कुरालाई हैन पुरै अस्वीकार गर्दै जसरी यहाँ गरिँदैछ, फेरि पनि मनोनित गरेर आफ्नो वरिपरिको आफ्नो सुरक्षा घेरा बनाउने जो प्रयत्न भइरहेको छ, यो कुराले यो आन्दोलनलाई, यो पार्टीलाई अगाडि बढाउन सक्दैन, बढ्दैन भनेर मैले यो एकताको बारेमा आफ्नो असहमति मैले जाहेर गरेर सचिवालय बैठकमा